होइन गोली थाप्न त म पनि तयार छु मोजी हामी गोली थाप्न हामी पनि तयार छौँ हिजो भएको 3 कुने प्रदर्शन गर्ने कमान्डर मध्येका दुर्गाप्रसाद फरार भएको छ भने राप्रपाको उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री दवाला शमशेर राणा पक्राउ परेको छ। पूर्व आज फर्काउने उद्घोषक सहित काठमाडौँको लागि 3 कुनेमा प्रदर्शन गर्ने कमान्डर मध्येका दुर्गाप्रसाद फरार भएको छन्। मेडिकल व्यवसाय दुर्गाप्रसादको नेतृत्वको राष्ट्रियता धर्म र संस्कृति नागरिक बचाउ महाअभियानले शुक्रबार आयोजना गरेको प्रदर्शनमा हिंसात्मक बनेसँगै 2 जनाको मृत्यु भएको छ। प्रदर्शनको अर्को आयोजकमा समाज राष्ट्र संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलनको समितिका संयोजक नवराज सुविद्यालाई प्रहरीले घरमै नजरबन्द गरेको छ। प्रसाईको खोजी भइरहेको प्रहरी प्रधान कार्यालयका 1 जना उच्च अधिकृतले बताएको छ। प्रहरीका विभिन्न युनिटका अधिकृतले उनको खोजीमा तीव्र बनाएको छ। संयोजक दुर्गाप्रसाद आफैले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि 3 कुनेको लागि स्थिति हिंसात्मक भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले बताएको छ। उनले भने तोडफोड लुटपाट र संलग्नहरू बारेमा सूक्ष्म निगरानी गरिरहेको छौं। आपराधिक काममा संलग्न जोसुकै पनि कानुनको दायरामा ल्याउँछौं उनले भन्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र महामन्त्री दवाला शमशेर राणा पक्राउ परेको छन्। शुक्रबार बेलुका उनीहरूको लागि प्रहरीले पक्राउ गरेको छ। घाइतेमा बीएनबी अस्पतालमा भेटेर फर्कने क्रममा प्रहरीले पक्राउ गरी टेकु लैकेको राप्रपाका नेता सुमन सुन्दर लावातीले जानकारी दिएको छ। यस्तै नवराज सुविद्यालाई घरमै नजरबन्द गरिएको लावातीको दाबी रहेको छ। प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री दवाला शमशेर राणालाई पनि पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका टेकु प्रहरी उपरीक्षक अंगुर जीसीका अनुसार उनीहरूलाई आज साँझ पक्राउ गरेको हो। 3 कुनेमा आज घटेको घटनाका लागि सन्दर्भमा आवश्यक सोधपुछका लागि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। राज संस्था पुनर्स्थापनाका लागि जनआन्दोलनको समितिका संयोजक नवराज सुविद्यालाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको छ। त्यस्तै गरी प्रहरीले अधिवक्ता स्वागत नेपाल अन्य केहीले पनि पक्राउ गरेको जनाएको छ। आन्दोलनका कमान्डर तोकिएको दुर्गाप्रसादले फरार भएको छन् भने सामाजिक सञ्जालमा प्रहरीले बोलाएको स्थानमै आफै जाने र स्ट्याटस लेखेका प्रसादले त्यस लगातै फरार भनेको छन्। प्रहरीको स्रोतका अनुसार उनको खोजी कार्य चलिरहेको छ। राजवादी आन्दोलनका लागि कमान्डर दुर्गाप्रसाद अझै पनि पक्राउ परेको छैन। शुक्रबार साँझबाट प्रहरीले खोजी गरिरहेको पनि प्रसादले पक्राउ गर्न सकेको छैन। जिल्ला प्रहरी परिषद काठमाडौँको लागि प्रमुख एएसपी विश्व अधिकारीले प्रसादले खोजी गर्ने कार्य जारी रहेको बताएको छ। उनका अनुसार जिल्ला प्रहरी परिषद काठमाडौँको उपत्यका चाहिँ अपराध अनुसन्धान कार्यालयका विशेष टोली प्रसादले पक्राउ गर्न खटिएको छ। सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले जहाँ भन्छ त्यही चाहिँ आउने बताएका प्रसादले मोबाइल चाहिँ स्विच अफ गरेर फरार भएको छ। राप्रपाका नेता वा रविन्द्र मिश्र दवाला शमशेर जबरा तथा स्वागत नेपाल पनि पक्राउ परेको छन्। शुक्रबारका लागि काठमाडौँको 3 कुनेमा स्थित भएका हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरू पक्राउ परेको छन्। राज संस्था पुनर्स्थापनाका लागि संघर्ष समितिका संयोजक नवराज सुविद्यालाई घरमै नजरबन्द राखिएको छ। प्रहरीले शुक्रबार हिंसा भड्काएको आरोपमा थप 4 जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका लागि अपराध अनुसन्धान कार्यालयको टोलीले नवराज सुविधी स्वागत नेपाललाई पनि नियन्त्रणमा लिएको छ भने सुविधी पूर्व राज्यको समर्थकहरूको लागि संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक हुन् भने नेपाल प्रवक्ता रहेको छ। प्रहरीका अनुसार चाहिँ शेफर्ड लिम्बू सन्तोष तामाङ नाम गरेका व्यक्तिहरू पनि पक्राउ गरेको छ। लुटपाट आगजनी लगायतका घटनामा संलग्न रहेका आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै राप्रपाको उपाध्यक्ष रविन्द्र मिश्र महामन्त्री दवाला शमशेर राणालाई पनि पक्राउ गरिसकेको छ। शुक्रबारको हिंसात्मक प्रदर्शनमा संलग्नहरूलाई आवश्यक कारबाहीका लागि प्रहरीले खोजी कार्य तीव्र जनाएको छ। दुर्गाप्रसादले पनि मोबाइल बन्द गरेर फरार भएको छन्। यसअघि दिउँसो प्रदर्शनको लागि क्रममा प्रहरीले 12 जनालाई पक्राउ गरेको छ। राज संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति र संयोजक नवराज सुविद्याले पूर्व राज्य ज्ञानेन्द्र शाह समेतलाई पक्राउ या नजरबन्द गर्न खोजीको समाचार आएको भन्दै विरोध गरेको छ। उनले शनिबार जारी गरेको विज्ञप्तिमा ज्ञानेन्द्रलाई समेत बदनाम गराउने घटनामा संलग्न देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचार बाहिर आएको उल्लेख गर्नुभएको छ। यसअनुरूप कदम चाल्ने प्रयास भएको देशभरमा चाहिँ आम नागरिकहरूले स्वतस्फूर्त विरोधमा उत्रने विज्ञप्ति पनि चेतावनी दिएको छ। चैत 15 गते दिउँसो 11 बजेदेखि काठमाडौँको लागि 3 कुनेमा आयोजन गरेको आयोजना र आन्दोलनमा घोषणा सभामा संघर्ष समितिका पदाधिकारी केन्द्रीय नेता र मञ्चमा पुगेर सभाले सम्बन्ध गर्न नपाउँदै सरकारका पक्षबाट नियोजित घुसपैठ गराएको सुविधिको दाबी रहेको छ। त्यसपछि अनापेक्षित प्रहरीको दमनका कारण सभा बिथुलिएको उनको दाबी रहेको छ। सभामा उपस्थित नागरिकहरूमाथि आश्रु ग्यास लगायतका गोली प्रहार गरेको, नागरिकको हत्याका लागि अतिरिक्त तोडफोड र आगजनी गराई आतंक सिर्जना गर्ने घटनाको लागि घोर भर्सना गर्दै शहादत प्राप्त गर्ने वीर योद्धाका लागि शहीदप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै विज्ञप्ति बनेको छ।
यस्तै आन्दोलनका लागि कमान्डर दुर्गा प्रसाई लगायतका पक्राउ पूर्जी जारी गर्ने कार्यक्रमका लागि पश्चातमा जनआन्दोलन समितिका सहसचिव र सचिव चाहिँ रविन्द्र मिश्र, आन्दोलनको परिचालन संयोजकका लागि धवला शमशेर राणा र प्रवक्ता अधिवक्ता स्वागत नेपाल लगायतका पक्राउ गर्ने आफूले समेत चाहिँ घरमै नजरबन्द राख्ने कार्यवाहीको सुविधाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। तर जनताद्वारा गरिने आन्दोलनको कुनै पनि नेताको इसारामा नचल्ने जनचाहना तथा जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाईमा नेतृत्व जनताले नै सुविधाको बनाइरहेको छ। सुविधाहरूले आफूहरू सदैव शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको बताएको छ।